कसले भन्छ समाचार भनेको उच्च ओहदाका मानिसहरूको मात्र कुरा हो, तर नेपालमा एउटा महिला छिन् जसले देखाइन् कि प्रत्येक मानिसहरूको कथा महत्त्वपूर्ण हुन्छ। उनी हुन् विद्या चापागाई, एउटा नाम जसले नेपाली पत्रकारिताको स्वरूपलाई नै परिवर्तन गरिदिएकी छिन्। आज हामी जान्नेछौँ उनको बारेमा, एउटा साधारण किसानकी छोरी कसरी बनिन् त नेपाली जनताको आवाज। विद्या चापागाईको जन्म 1983 साल जेठ 11 गते काठमाडौँ उपत्यका गोठाटार गाउँमा भएको थियो। साधारण किसान परिवारमा हुर्केकी उनी सानै उमेरमा पढाइसँग प्रेम गर्न थालिन्। रेडियोमा समाचार सुन्ने, अखबार पढ्ने बानीले उनले बाल्यकालदेखि नै समाजमा विविध आवाजहरूसँग नजिक हुन सकिन्। उनी भन्छन्, संसार बुझ्न मैले पढ्न थालेकी थिएँ, तर कथा बुझ्न सुन्ने जरुरी रहेछ। उनी स्कुल शिक्षा पुरा गरेपछि नेपालकै त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमा स्नातक डिग्री हासिल गरिन्। पढाइसकेपछि उनले समाचार क्षेत्रमै आफ्नो यात्राको सुरुवात गरिन्। सन् 2014मा BBC मिडिया एक्सन चर्चित कार्यक्रम साझा सवालको पहिलो महिला प्रस्तुतिकर्ता बन्न अवसर पाइन्। साझा सवालमा उनले सत्ता र सर्वसाधारण बीचको दूरी कम गरिन्, गाउँ-गाउँका नागरिकहरूलाई सशक्त बनाउने र नेताहरूसँग प्रत्यक्ष प्रश्न गर्ने अवसर सिर्जना गरिन्। विद्या स्वयंलाई नै यो चुनौतीपूर्ण भए तापनि उनले हरेक अन्तर्वार्तालाई अवसरका रूपमा लिइन्। उनी भन्छन्, सवाल गर्नु भनेको आक्रोश देखाउने होइन, सत्यतातर्फ डोर्याउनु हो। 2018मा उनले साझा सवालबाट नयाँ मोड लिइन्। विद्या र उनका सहकर्मी कमल कुमारले सुरु गरे हेर्ने कथा। साधारण मानिसका साधारण जीवनका गहिरा कथाहरू भन्ने लक्ष्यसहित उनीहरूले युट्युबको श्रृङ्खला स्थापना गरे। पहिलो एपिसोडबाट हेर्ने कथाले फरक स्वाद दियो। कथा सुनाउन उनीहरूले कुनै स्टुडियो सेटअप होइन, साँचो जीवनको आँगन रोजे। टोल टोल गाउँ गाउँमा गएर उनीहरूले किसान, मजदुर, बालबालिका र सडकमै सङ्घर्ष गर्ने मानिसहरूको आवाज लिन थाले। केही दिनभित्रै कथाले लाखौँ नेपालीको मन छोयो। हेर्ने कथाका थुप्रै एपिसोडहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्मान प्राप्त गरे। द म्यान हु डाइड वन्स ले काठमाडौँमै इन्टरनेसनल माउन्टेन टेलिभिजन फेस्टिभलमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड जित्यो। द टाइगर जले 2022मा दर्शकहरूको मन जित्दै उत्कृष्ट एपिसोड घोषणा भयो। अझै महत्त्वपूर्ण कुरा के छ भने विद्या चापागाईले पत्रकारिता र समाज अभियन्ता दुवै भूमिका समाजमा परिवर्तन ल्याउन सक्छ है भनेर सशक्त उदाहरण स्थापना गरिन्। विद्याको कार्यशैली फरक छ। उनी भन्छन्, कुनै पनि कथा भन्नुभन्दा पहिला सुन्नुपर्छ। उनलाई लाग्छ प्रत्येक व्यक्तिको कथा अद्वितीय छ, चाहे त्यो सहरको बासिन्दा होस् वा पहाडका गोठालाहरू होस् अथवा तराईका मान्छेहरूको होस्। सहानुभूति, धैर्य, निष्पक्षता साथ उनी प्रत्येक पात्रलाई आफ्नो कथा भन्न दिन्छन्। उनी यही कारणले उनका प्रस्तुति साँचो र हृदयस्पर्शी लाग्छ। आज विद्या चापागाई नेपालका ती कम पत्रकारहरूमध्येमा एक हुन् जसले साँचो अर्थमा मानवताको पत्रकारिता गर्दैछिन्। उनले देखाइन् कथाहरू केवल शब्दमा होइन, तिनीहरू आत्मा हुन् र ती आत्माहरू सुनिनुपर्छ, देखिनुपर्छ र सम्मान गरिनुपर्छ। उनी हाम्रा लागि केवल पत्रकार मात्र होइनन्, उनी हाम्रै कथाहरूकी एक सच्चा भनिदिने दूत हुन्। विद्या चापागाई र हेर्ने कथा नेपाली समाजका जिउँदा दर्पण हुन्। हामी सबैसँग आफ्ना आफ्नै कथा छन्। कुनै दिन तपाईँको कथा पनि कुनै विद्या चापागाई आएर सुनाउन सक्छ। सुन्ने आँट राख्नुहोस्, देख्ने आँट राख्नुहोस्। विद्या चापागाईको बाल्यकाल साधारण नेपाली परिवारमा बित्यो। परिवारले उनलाई सधैँ आत्मनिर्भर बन्नुपर्छ है भनेर प्रेरणा दियो। बाबुआमा जसले कम बोल्थे तर धेरै सिकाउँथे। गाउँको जीवन जहाँ सधैँ एक अर्काको साथ र समर्थनमा बाँचेका थिए। उनले त्यहीँबाट मानवीय संवेदनशीलता र सहकार्य सिकिन्। सानोमा उनको सपना थियो नर्स बन्ने, तर समयमै उनले समाज परिवर्तन गर्ने यात्रा रोजिन् पत्रकारिताको माध्यमबाट। विद्याले पत्रकारिता केवल घटना रिपोर्ट गर्ने माध्यम होइन, समाज परिवर्तन गर्ने साधन पनि हो भनेर विश्वास राख्थिन्।
सुनाइ नभएका आवाजहरू, बेपत्ता सपनाहरू, अनदेखन गरिएका सङ्घर्ष यिनै उनका कथाका केन्द्र हुन्। विद्याले पत्रकारिता केवल घटना रिपोर्ट गर्ने माध्यम होइन, समाजमा परिवर्तनको साधन हो भन्ने विश्वास राख्छिन्। सुनाइ नभएका आवाजहरू, बेपत्ता सपनाहरू, अनदेखन देखिएका सङ्घर्ष यिनै उनका कथाका केन्द्र हुन्। उनले कहिले समाचारको सनसनीपना खोजिनन्, सधैँ भित्रभित्र बगिरहने भावनाहरू समात्न खोजिन्। उनी भन्छन्, जब हामी कसैको कथा सुन्छौँ तिनको पीडा हामीलाई पनि छुन्छ अनि त्यो पीडा परिवर्तनको बीज बन्छ। विद्याको यात्रा विशेष छ किनभने उनले महिलालाई पत्रकारिताको अग्रमोर्चामा देखाइन्। जहाँ कहिले महिलाहरूको स्वर कम थियो त्यहाँ उनले आवाज उठाइन्, सशक्त सवालहरू सोधिन्। यो उदाहरण नेपाली महिलाहरूलाई देखाइन्। पत्रकारिता गरिरहँदा उनले अनेक तिरस्कृत, अवरोध र असहयोग भोगिन्, तर उनले कहिले हार मानिनन्। उनलाई विश्वास थियो महिला मात्र कथा सुनाउने पात्र होइनन्, आफ्नै कथा पनि बनाउन शक्ति राख्छन्। हेर्ने कथाहरूका थुप्रै एपिसोडहरूले जीवनमा प्रत्यक्ष प्रभाव पारेका छन्। एउटा बालकको कथाले देशभर सहयोग जुट्यो र उनले स्कुल पढ्न पाए। एक अपाङ्ग युवक सङ्घर्ष देखेपछि उनका लागि नयाँ रोजगार सिर्जना भयो। बाढीले घर बगाएका परिवारका लागि चन्दा सङ्कलन भयो। यी परिवर्तनहरूले कुनै सरकारी कार्यक्रमले होइन कि कथाले सम्भव बनायो। कथा जसले मानिसलाई परिवर्तन गर्न बाध्य बनायो। विद्या चापागाई भविष्यका लागि अझ गहिरो योजना बनाएकी छिन्। हेर्ने कथालाई अझै अन्तर्राष्ट्रिय स्तरमा लैजाने सपना छ। नेपालका साना जातीय समूह, भूगोलको दुर्गम ठाउँ, गुम्न लागेका संस्कृतिहरूका विश्वभर फैलाउने सपना छ। उनी भन्छन्, हामी विश्वलाई देखाउन सक्छौँ हाम्रो गाउँ, हाम्रो सङ्घर्ष, हाम्रो मुस्कान। उनको पत्रकारिता कुनै सनसनी खोज्ने यात्रा होइन, त्यो मानवताको खोजी हो। सत्य देखाउने, भोगाइ सुनाउने, सहानुभूति जगाउने यात्रा हो। विद्या भन्छन्, साँच्चै पत्रकारिता भनेको गहिरो सुन्न सक्नु हो। यिनै आदर्शहरूले उनीले नेपाली पत्रकारितामा नयाँ अध्याय कोडेकी छिन्। यदि तपाईँलाई यो भिडियो राम्रो लाग्यो भने सेयर, सब्सक्राइब र यो च्यानललाई लाइक गरेर साथ सपोर्ट दिनुहोला। अनि कुनै पनि प्रतिक्रिया छ भने कमेन्ट लेख्न चाहनुहुन्छ भने तल भिडियोको कमेन्ट सेक्सनमा गएर कमेन्ट छोडिदिनुहोला।